गुड मर्निङ सबैजनालाई। आज चाहिँ अब मैले यो कफी पिउँदा पिउँदै मलाई एउटा कुरा के दिमागमा आयो भने नेपालमा पनि धेरै नै कफी प्रोडक्सन हुन्छ है। अनि नेपालमा पनि चिया एकदमै धेरै प्रोडक्सन हुन्छ। तर म खोज्छु के म खोज्न कोसिस गर्छु, तर नेपाली भन्दा बढी हाम्रो छिमेकी राष्ट्रको चिया बढी पाइन्छ यहाँ युएसमा चाहिँ नेपाली दाजुभाइहरूले राख्नु भएको स्टोरमा हैन। अनि एउटा दुईटा पाउँछ होला नेपाली चाहिँ, तर यो ल्याउनु पर्यो, नेपाली चिया ल्याउनु पर्यो, नेपाली कफी ल्याउनु पर्यो। कफी इम्पोर्ट हुन्छ यहाँ बस्टनमा चाहिँ न्यू इङ्ग्ल्यान्ड कफी भन्ने छ, उसले नेपालबाट कफी इम्पोर्ट गर्छ, तर हामीले इन्डिभिजुअली किन्न चाहिँ नपाउने रहेछ, उनीहरूले फेरि होलसेल गर्ने रहेछ हैन। त्यो मलाई थाहा भयो। त्यही भएर नेपालमा बनेको हिमालयन कफी, हिमालयन टी भनेर कति प्राइसमा हुन्छ नि, धेरै मूल्यमा बेचिन्छ विदेशतिर, तर हामी बाहिर बस्ने नेपालीहरूले चाहिँ त्यो इन्जोय गर्ने, त्यो खानालाई चाहिँ खोजेरै जानुपर्ने भयो। नेपालको प्रडक्टको मार्केट अलि एक्सप्यान्ड गर्नु पर्यो, ल्याउनु पर्यो हैन। मलाई चाहिँ सकेसम्म नेपाली चिज नै किनौँ जस्तो लाग्छ, नेपाली सामानहरू नै किनौँ जस्तो लाग्छ। चियापत्ती, कफी त नेपाली कफी नै पाउँदैन नेपालमा कति धेरै कफी प्रोडक्सन हुन्छ उमारिन्छ हैन। तर नेपालको कफी बाहिर जान्छ, बाहिरबाट इन्स्टेन्ट कफी नेपालमा आउँछ, अनि नेपालमा इन्स्टेन्ट कफी खाइन्छ हैन, अभाइलेबल बनाइन्छ। त्यो गर्नु भएन। नेपालमा उब्जनी हुने चिजबिजहरू नेपालमा पनि अभाइलेबल हुनु पर्यो र अनि विदेशमा पनि उपलब्ध गराइदिनु पर्यो है। नेपालमा धेरै छ। अनि अर्को कुरा, मलाई पनि हर्कदाईको बेसार मलाई पनि चाहियो है। मैले मेरो नेपालबाट पठाइदिएको थियो मलाई बेसार अलिकता, अहिले युज गरिरहेको छु, सिद्धिन लाग्छ। अनि अब नयाँ खोज्नु पर्यो भनेर सोचिरहेको थिएँ। अनि मलाई पनि चाहिएको छ, कसरी किन्ने हो, कसैलाई थाहा छ भने हैन, अनलाइन किन्नु मिल्छ भने लिङ्क राखिदिनु होला है। ओके, नेपाली सामानलाई प्रमोट गरौँ, नेपाली सामानहरू युज गरौँ है विदेशमा पनि, नेपालमै पनि। यसले गर्दाखेरि नेपालको इकोनोमीलाई राम्रो हुन्छ। अर्को कुरा, नेपालमा बनेको सामानहरू अरू ठाउँमा बनेको भन्दा मलाई हेल्दी हुन्छ, फ्रेस हुन्छ जस्तो लाग्छ है। त्यही भएर नेपालको सामानहरू हामीलाई पनि चाहियो। कफी पिउनु पर्यो, चिया पिउनु पर्यो नेपालको है। यति मेरो रिक्वेस्ट हो आजको लागि। ल, सबैलाई धेरै धेरै माया।